मलाई अन्त्य पहनु छ भन्ने ल त्यस्तै हो संसारै यस्तै छ के बडा चिन्ता लाग्यो उहाँलाई यस किसिमबाट विचार गर्दै 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 जाँदा अनि बीच बाटोमा पुगिसकेपछि बडा शङ्काको विषय भयो महाराज परीक्षित अनि त्यसदेखि पछाडिबाट बडा शङ्का भयो बडो आनन्दको साथमा कृष्ण भगवान परमात्मा र बलराम खेल्दै 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 पुग्नुभएको थियो बीच बाटोमा पुगिसकेपछि कालिन्दीको किनार आयो त कालिन्दीबाट तर्नु पर्ने अनि बाबु हो म त त्रिकाली गर्ने गरेको छु नि बाबा म त 3 फेर नुहाउने एक पटक जब यस किसिमबाट भोजन गर्ने मेरो बानी छ तिमीहरू यस्ता कारणले एक पटक भोजन गर्ने 3 फेर स्नान गर्ने मेरो बानी छ यसैले गर्दाखेरिमा म चाहिँ स्नान गर्न जाउँ है त तिमीहरू पनि जान्छौ भन्नुभयो हामी त त्रिकाली चारकालीको थाहा थी केही छैन हजुर हामीलाई पत्तो छैन केही के को त्रिकाली के को चारकाली के को जब यस किसिमबाट 3 फेर स्नान गर्ने पानी पाएका बेलामा 7 फेर पौडी खेल्ने हामी हौँ गर्मीमा जाडोको टाइममा 7 दिनसम्म मुख